हेलो एन्ड वेलकम ब्याक टु माई च्यानल होइन। अब खै यताबाट चेकिङ गइछ अनि त्यही भएर म यताबाट भाग्दैछु आज। के गर्नु त नि डिबी हाले छैन नि त। त्यही पनि यता झमै देख्छौँ मान्छे कोही छ कि। रेकर्ड गर्छु होइन भइरहेको रहेछ। अब बल्ल अहिले इन्ट्रो दिन्छ होइन। हेलो एन्ड वेलकम ब्याक टु माई च्यानल होइन। इट्स मी डिपिएम ब्लग। अब त्यही हो, अब पारिबाट चेकिङ गर्थेँ नि, त्यही भएर यताबाट वारी भागेको कि म चाहिँ। त्यही नै लास्ट भाग्नु पऱ्यो रेड बिना डिबी भएर। अहिले उठे पर ऱ्यामजम छ, त्यो सम्झेर हान्नु पऱ्यो यार। त्यही नै हो, अब बोल्नै सक्दैन र अहिले के भएको। पुरा मजा आउँछ क्या ऱ्यामजम हान्नु चाहिँ। खतरा ठुलो ऱ्यामजम जान्छ क्या त्यो, बवाल मजा आउँछ। साइडबाट नि यस्तो भिडियो बनाउने हो कि कुनै दिन बनाउँला नि पछि। जुत्ता लागेको बेला बनाउनु पर्छ यस्तो बेला चाहिँ, किनभने चाहिँ यो चप्पलमा ग्रिप दिँदैन। अनि चप्पलमा ग्रिप दियो भने खुट्टामा ग्रिप दिँदैन, त्यही भएर। तर राम्रै गयो, क्लास ठुलो छ क्या त्यहाँ ऱ्यामजम, अहिले बवाल जान्छ त्यहाँ। मैले अब हल्का स्लो पनि गरेँ स्पिड, किनभने चाहिँ त्यहाँ गाडी थियो नि त, दुईवटा बुलेरो देख्थेँ अनि त्यही भएर हल्का स्लो पनि गरेको थिएँ। एङ्गल कस्तो आइरहेको छ अहिले पर गएर हेर्नु पऱ्यो यार। हेरेको छैन नि त मैले, फेरि गिल्ला लाग्ने झुर आएको छ कि साउन्ड आएको छ कि आएको छैन थाहा छैन। ए ठ्याक्क साउन्ड आएको छ कि आएको छैन भनेर के याद आइहाल्यो। मैले चाहिँ अहिले मिडिया मोड पनि लिएको छु। अनि हाम्रो गोप्रो पनि अपग्रेड भएको छ। पहिला चाहिँ गोप्रो हिरो 9 ब्ल्याक युज गर्थेँ भनेपछि अहिले चाहिँ मैले गोप्रो हिरो 12 युज गर्छु। अनि साउन्ड कस्तो आइरहेको छ, अनि माइक पनि लिएको छु, कस्तो हुन्छ चेक गरौँ है त। मेरो साथीले बाइक लगेर ढुस्दै हान्दै खाने यार बाइकको त। न पेट्रोल हालिदिएको यार आज 1800 गएन त मेरो पेट्रोलमा, अनि ढगाने क्या हो। यस्तै साथीहरूलाई बाइक दिने हान्दिने यार। खुट्टा फर्क्यो मेरो। अहिले भर्खर सेटअप गरेको छु होइन, कस्तो आएको छ ह्यान्डी हेल्परसम्म चेक गर्छु। अनि त्यसपछि फेरि गरौँ होइन, किन सहीको लास्टै खट्टा मारेछ क्या। त्यहाँ पर गएर गरौँ होइन हेल्परसम्म। एङ्गलै नरहेछ नि, त्यो ऱ्यामजम हानेको नि आएन नि त्यस्तो मात्रै यार। छा त्यस्तो ऱ्यामजम हानेको काम लागेन। अरू कहाँ छ यार ऱ्यामजम, यहाँ खोज्नु पऱ्यो यार। जहिले नि आउने टक्कै यहाँ ऱ्यामजम हान्दै जाँदै गर्ने गर्नु पर्ला। यहाँ चाहिँ हाम्रो झर्ना छ, झर्नाको नामै थाहा छैन यार मलाई यार। त्यही नै हो, अब यहाँ चाहिँ अब चेक गर्छु कस्तो आएको छ, अनि बल्ल उता जानु पर्दैन होइन। साला कुकुरहरूबाट लुकी भाग्नुपर्छ यार। न्युट्रलमा गइदिन्छ गरौँ। छा यही हो क्या डर। जुत्ता लागेको भए चाहिँ डर यही हुन्थ्यो क्या, न्युट्रलमा गइदिन्छ के भन्ने डर हुन्छ। ठेल्दा त ठेलेको क्या न्युट्रलमा गइदिन्छ। त्यो बाटो अलिक डर लाग्छ मलाई। त्यो बाघको डर उस बाघ आउँछ नि त, अनि अलिक डर लाग्छ मलाई त। त्यो बाटोमा चाहिँ त्यो
रिक्स लिन चाहँदैन म मान्छे हिँड्छन् भनेपछि त बेसी डराउनु पर्ने को छैन किन एक साइड पे लेखेर यी एक साइड पे लेखा यार ढुक्कै पे लेखा एक साइड के गरेर नि हेरेर हुन्छ र अरू दिन नभए कसैलाई नि आज हेर बेकार मलाई कति हजार चुना लागेन यो छाप्यौँ भिडियो हेरौँ टक्क एटानी होइन टक्क राम्रो छ काटा छन् अहिले डर लाग्ने हिँडेको मान्छे रहेछ नि त्यसले वाउ ऱ्यामजमै ऱ्यामजम यसो केटाहरूलाई लिएर डट बाइक यसो एक दिन यता आउनु पर्ला जस्तो यसो प्ले साउन्ड गरेको क्या यहाँ रहेछ तर हिलो छ त्यो हिलो पुस्नुपर्छ ठिक छ दुईवटा भेटाइसक्यो ऱ्यामजम एउटा काम छैन यो एउटा जम्पै लिँदैन बाइकलाई प्रेसर मात्र साउन्ड क्वालिटी चाहिँ बवाल आएको छ है अझ हल्का एडिट गरेर हल्का मिलाउनु पऱ्यो यहाँ आइसक्यो ऱ्यामजम के गर्नु फेरि यहाँ यस्तो छ कि त्यही भएर मिल्दैन त हामी गएको एकदम वहीँ टाढो पनि पुगिसक्थ्यो होला म यार यहाँबाट आउनु पऱ्यो यत्रो घुम्नु पर्छ अफरोड तर ठिकै छ टाढो बाइक के कामको लागि होइन अफरोडकै लागि त हो नि तर डर बाइक हिँड्नेलाई एउटा बुट चाहिँ हुनै पर्ने रहेछ मेरो पाइँटा ढुस्दै कुहाइदिइसक्यो हेर कपडा भयो यो काम नलाग्ने मलगाड हालेर यार पुरै हिलो सेप्छ यार ल अब यहाँदेखि चाहिँ काट्छु अलि राम्रो राम्रो ठाउँमा हालिहाल्छु त म यहाँदेखि उता गयो भने चाहिँ डाइरेक्ट उता सिङ्गा निस्किन्छ हामी चाहिँ यहाँदेखि उता गर्नु होइन अगाडिको ब्रेक लाग्दैन कि त्यो डर लाग्छ यार त्यो घुम्टीहरूमा ए रिभर क्रस ए सरी ब्रिज क्रस होला त होइन हिँडेको टक्क यस्तो गरेर हिँडेको भाइ म त मचाउँदा मेरो इन्जिन बनाएको रिक्स लिन चाहेन पुरै पहिरोको छ उताको पनि पहिरो देखाउन मन लागेको थियो रे यस्तरी भयो भनेर अब के गर्नु कन्टेन्टै भएन नि खालि भ्लग मात्र भयो त्यो यस्तो क्रेजिनेस नै भएन क्या त्यो एउटा जम्प भयो त्यो जम्प पनि अगाडिबाट खिच्न पाए यस्तो बवाल हुन्थ्यो कुनै दिन यस्तो प्लान गरेर खिच्छु म त्यहाँ अहिले त हामी सिङ्गा आइसक्यौँ होइन अब यहाँदेखि चाहिँ अब धेरै लाग्दैन मेरो घर जान अनि यहाँ पनि छ एउटा ऱ्यामजम्बी तर रिक्सी ऱ्यामजम्बो क्या है किनभने चाहिँ ठ्याक्क यस्तो जग्गादेखि फेरि उकालो छ नि त यो अनि त्यही भएर नि हल्का कन्ट्रोल अलिक बडी बेसी नै कन्ट्रोल गर्नुपर्छ क्या त्यहाँ चाहिँ हल्का अलि बडी नै टान्नुपर्छ क्या हल्का त्यो उहिलेनेलाई हल्का पप गर्नुपर्छ नि जस्तो स्याट्टो हावामै टान्नुपर्छ नत्र नि घ्याँचा जान्छ यो अगाडि नै सस्पेन्सन घ्याच्याक्क पर्छ क्या किनभने चाहिँ तपाईँको ऱ्यामजम भनेको दुईवटा टायर बराबर एउटै लेभलमा जानुपर्छ क्या तपाईँको अगाडिको गयो भने घ्याँच अगाडि गइन्छ अनि पछाडिको गयो भने फेरि स्वाट्टै उहिले जाने सम्भावना बढी हुन्छ क्या त्यही भएर नि ट्याक्क ऱ्यामजम हान्नेलाई बराबर हुनुपर्छ टायरको पोजिसन चाहिँ ल्यान्डिङको बेला मेरो अगाडि पछाडि दुइटैको ब्रेक लागेको छैन यार पछाडिबाट लाग्छ अस्ति फेरेको मलाई नलागे जस्तो फिल भयो होला तर अगाडिको ब्रेक चाहिँ लाग्दैन मैले दाबिरहेको चाहिँ लागेको छैन प्लेटै सानो छ यहाँदेखि चाहिँ तल सिधै गयो भने पनि जान्छ म चाहिँ तलबाट यहाँ साडीको चेक दिनु छ क्या
कुकुर छ कि अरे डर छ अगाडि नै रेडी पोजिसनमा छन् सोल्टिनी नमस्ते आन्टी कटकटे निकाल्ने होला नि अब त कटकटे निकाल्ने होला क्या नि सुडिप लियो चेक हो क्या त्यो भनेन र मलाई लग्दिनँ भन्दै थियो नमस्ते अङ्कल हजुर